guys, welcome to my YouTube channel after really very long. किन भन्दाखेरि म काठमाडौँमा थिइनँ, I was in धरान अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ. Where? कुलेखानी. तिम्रो यो सबै देखिरहेछ. कुलेखानी. So अनि आज चाहिँ हामी कुलेखानी जाँदैछौँ. So let's go with me. तर छैन होला, तर it's raining outside. अब हेरौँ कहाँसम्म पुगिन्छ. Vamos a tomar agua. ¿Cuándo vamos? So हामी चाहिँ अहिले दक्षिण काली ठ्याक्क आइपुगेका छौँ. तर मन्दिर चाहिँ जाने होइन, जस्ट यहाँ खाजा खान आएको. यहाँ चाहिँ हाम्रो खानपिन हुँदैछ. Jarlai pun. Tomilo pane, मेरो भाइ चाहिँ मस्त लिँदैन. ल है गाइज, हेर्नुहोस् है त हाम्रो यो कुलेखानी कस्तो दामी छ नि. सो म चाहिँ यहाँ छु. Let's start. सो हाम्रो चाहिँ यहाँ फोटो खिच्ने कार्यक्रम सक्यो. हामी तल जाँदैछौँ. सो अहिले चाहिँ हामी यहाँ कुलेखानीको ड्याम जाँदैछौँ. तर बाटोको अवस्था चाहिँ एकदमै नाजुक छ होइन. सो गाडी चाहिँ उतै राखेर हिँड्दै जान लाग्यो. सो बाटोको अवस्था चाहिँ यस्तो छ. मैले स्लिपर लाएर एकदम राम्रो गरेछु. यहाँ गाडी त्यही भएर हामीले उतै राखेर अब हिँड्दै जाँदैछौँ. बाटो चाहिँ यस्तो छ है गाइज. यहाँको बाटो चाहिँ कन्सर्न अथोरिटीले हेर्नुपर्ने रहेछ. है मैले एकछिन फोन बन्द गरेँ, फेरि चिप्लिन्छु म. हामी चाहिँ यहाँ छौँ. कामले लाली पाउडर धसिसकेछ फेरि. यता चाहिँ बाटो ठिकै रहेछ है. किन भन्दाखेरि अब यता गाडी त आउँछ, तर हामीले चाहिँ नलिकन आयौँ. अब चाहिँ हामी यहाँबाट तल अरे बोटिङ गर्ने ठाउँ इन्द्र सरोवर ताल भनेर लेखेको रहेछ. यहाँ 200 मिटर तल बोटिङ सोटिङ रहेछ. अब यहाँ बाटो चाहिँ यस्तो छ है. डाँडा काँडा राम्रै छ, हरियाली छ. अब लेट्स गो डाउन. अनि होप बोटिङ खुल्ला आओस् है. अनि सो द्याट हामीले बोटिङ गर्न पाउँछौँ. गाइज भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है. केही इन्ट्रेस्टिङ कुराहरू आउन सक्छ. ल बाटो झन्डै फोन झऱ्यो यार गाइज. आमा मेरो यस्तोमा यहाँ झरेको मेरो डिस्प्ले नै जान्थ्यो होला. झन्डै फोन खस्यो. म हजुर यस्तो यस्तो छ बाटो, तर दामी छ यार बाटो त. कम यहाँ अहिले चाहिँ बाटो यस्तो छ है. हामी चाहिँ अहिले कुलेखानी ड्याम उमा जाँदैछौँ. सो गाडी चाहिँ लान मिलेन, किनभने बाटो अलिकति नराम्रो थियो, स्लिप खान्छ भनेर. सो या वी आर गोइङ, कम विथ मी. हाइकिङ गयो जस्तो लाग्यो है गाइज मलाई त. अहिले जाँदा त केही छैन, ओह्रालो छ. फर्किँदाखेरि उकालो पर्छ. के गरी हिँड्ने होला. कस्तो आएको मेरो अनुहार यो मोबाइल यो ग्रिनेरीले. यस्तो रातो माटो छ नि यहाँ, एकदम चिप्ले अरे. अब म चाहिँ बिस्तारै जान्छु है. हो ल ल ल
यत्रो धेरै हिँडेपछि बल्ल बोटिङ गर्ने ठाउँमा आइपुग्यो। सूचना 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 यस इन्द्र सरोवर ताल वरिपरि आउनु पनि बिना डुङ्गा चलाउन पौडी खेल्न मनाइ छ भनेको रहेछ। डुङ्गा चलाउने हो त गाइज, तर यहाँ सोधेर यहाँ इन्स्ट्रक्सन फलो गरेर फाइनली यो ताल आइपुग्यो। अघि माथिबाट हेरेको ताल यहाँ आइपुग्यो। होइन यस्तो बाटो यो डियो स्कुटी भेस्पा कसरी आइपुग्यो राम, यस्तो स्लिपरी छ नजिकबाट। गाइज यो क्यामेराले नि जस्टिफाई नै गरेको छैन के, यस्तो दामी छ नि यो ठाउँ, यसले उनी गर्दैन कि रियालिटी नै देखाएन कि क्यामेराले। ल हामीले चाहिँ अब बोटिङको लागि हल्का प्रिकसन अप्नाइसक्यौँ होइन। सो अब चाहिँ हामी जान्छौँ लाइफ ज्याकेट लगाएर। हेलो ल चाहिँ बाबा र भाइ। जय कुलेखानी। ल यो हो बोट चाहिँ, मेरो बाबा डराएर मर्न लागिसक्छ। स्लिपरी छ है, स्लिपरी छ है। ल है हामी चढ्यौँ बोटमा। यस्तो छ अवस्था कुलेखानीमा। माछा चाहिँ पाएको छैन, माछा पाएको छैन कुलेखानीमा। यसो चाहिँ गरियो तर कस्तो मजा आउँदो रहेछ, कस्तो आनन्दको। यसले अस्ति चढ्न पाएन है, पोखरामा त कति बेर चढेको। हामी 2 घन्टा हालेको। त्यहीँ बियर खाएको, यस्तैमा त्यहीँ बियर खाएको। पर गएर बियरको दोकान एउटा म त त्यो चढिसकेँ बोराबादमा अस्ति न। सुइया कस्तो मजा आउँछ। हजुर भिडियो बनाइदिएकै छैन है मैले। राइसहरू समी चाहिँ हामी चाहिँ बोटिङ गरेर हामी चाहिँ यहाँ बाबा सबै परिवार सबै परिवार छ यहाँ चाहिँ। ल गाइज हाउ वाज योर एक्सपिरियन्स बोटमा? हाम्रो बोटिङ पनि भयो। अब चाहिँ हामी केही पेट पूजा गर्छौँ केही खाएर। अनि राम अघि त ओह्रालो थियो, अहिले त सिधै उकालो छ। यहाँ भयो ट्रेकिङ गएको जस्तो है। मेरो भाइले मलाई हेल्प गर्दैछ, तर म सक्छु सानो, म त 2टा ट्रेकिङ गएको मान्छे पो हो त। फाइनली हामी यस्तो पुरै बाटोहरू हिँडेर यहाँ आइपुग्यौँ माथि। अलिकति सिधा बाटो, अझै गाडी भएको ठाउँ जाने बाँकी छ। धेरै बसी हिँडेको म यसरी, फ्याँ फ्याँ भइने रहेछ। म फाइनली यहाँ आइपुग्छु लड्सेलाई। बाटो यस्तो छ, राम 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 राम। यहाँ त यस्तोमा त लडिहालिन्छ नि। सो हामी चाहिँ अहिले खाना खाने ठाउँमा आएको छौँ। यहाँ चाहिँ यस्तो छ भ्यू बाहिर। ल है यहाँ चाहिँ खानपिन हुँदैछ। यहाँ चाहिँ खानपिन। सो यहाँ छ खाना, यता पनि खाना। यहाँ बाबाहरू चाहिँ माछा खाँदै रहेछन्। म चाहिँ स्प्राइट खाइरहेछु। ल सो अब खाना पनि खाइयो। अब हामी चाहिँ एकछिनमा निस्किन्छ। यहाँ खाँदै बस्नुहुन्छ मामुहरू। अब चाहिँ हामी यहाँबाट अर्को ठाउँ जान्छौँ खाएर। अब हामी यहाँबाट नेक्स्ट स्टप जानु लाग्यो। अब नेक्स्ट स्टप कहाँ हो थाहा छैन। आई डोन्ट नो।
गाइस गाडी नै उक्लिँदैन एकदमै अब समस्या भयो न्युज रिपोर्टिङमा काम गर्नुपर्ने छ तैँले निकालिहाल्यो अब हामी फेरि ब्याक हुँदैछौँ छिटो होला एकदम गाडी नै चढेन क्या माथि त्यो गाडी ला गाडी त उक्लेन यो गाडी उक्लन त त्यही त लु जबरजस्ती लाने हो ए टाको टायर जति त्यो पनि हेभी नै होइन यस्तो छ अवस्था बाटो यस्तो पाऱ्यो तेलवाला त्यसरी घाउ मारुति हो नि त त्यो अब हामी घर फर्किँदै किनभने बाटो सबै अफरोडबाट गाडी चढेन हामी चाहिँ फेरि नेक्स्ट स्टप काजी कालु पाँडे समाधिमा आइपुगेका छौँ यो चाहिँ कहाँ भन्दाखेरि यता कलङ्की भन्दा माथि यस्तो दामी भ्यू छ नि गाइस पुरै चिसो मौसम यस्तो छ कालु पाण्डे भनेर चाहिँ उहाँ नै हो है सो यस्तो छ यहाँको मौसम चाहिँ पुरै दामी छ हुस्से लागेको छ सो म चाहिँ यहाँ छु के भनेको मैले अहिले सम्झेँ यो कालु पाँडे भनेको हामीले सोसलमा पढाएको थियो क्या के प्रोटेक्टर यताउता पृथ्वीनारायण शाहको के भनेर त्यो अहिले मैले सम्झेँ भर्खरै जाडो छ है जाडो छु जाडो ए यहीँ हो त्यही त यहीँ गाडेको रहेछ है समाधि स्थलीको रहेछ नाइस नाइस रेस्ट इन पिस त भन्नु पर्ला नि अब मेरो भाइ अल्छी लागेको अवस्था यहाँ चाहिँ हल्का तातो न छाडो आए जस्तो भयो यो फेरि हाम्रो अर्को डेस्टिनेसन के हो यो चाँपेचौर अरे चाँपेचौर चाँपे केही छैन त यहाँ किन आएको हामी यहाँ त्यो बेकार आएको क्या यत्रो टाढा सिंगल फोटो ए मोबाइल झर्छ है यहाँ भिडियो खिचाइ हुँदैछ अब हामी जानुपर्छ घरतिर सो पानी परेको अवस्था हामी चाहिँ अहिले यहाँ के अरे चार्जमा राख्न लगाएको छौँ अब चाहिँ हामी घर जान्छौँ एकछिनमा It's raining outside. Hey, we are back home. अब चाहिँ म भिडियो एडिट गरेर hopefully I'll post it soon. So yeah, bye स्वाधीन. Bye. आज हार्छ वर्ल्ड कप. आज स्पेन should win. Bye. Bye. Thank you for watching.